यो जिन्दगीको भर छैन, कोही यहाँ अमर छैन, यात्रा हो यो जिन्दगी। नमस्ते, गुड आफ्टरनुन। अहिले दिउँसोको 3 बजेको छ। तिमी उता म यता साइली मन सन्चो काछा र तिमी उता म यता साइली मन सन्चो काछा र भोक निन्द्राला छैन के भा हो थाहा छैन भोक निन्द्राला छैन के भा हो थाहा छैन तिमी उता म यता साइला मन हामी अहिले मनाङको यात्रामा छौँ। अहिले हामी मर्स्याङदेखिको सुरुङ मार्गबाट हामी यात्रा गरिरहेका छौँ। अहिले हामी लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिका वडा नम्बर 4 को अक्टोपस झरनामा छौँ। यसको उचाइ लगभग 1665 मिटरको आसपासमा छ। यसमा सूर्यको प्रकाश पर्दा इन्द्रधनुष जस्तै देखिन्छ। यसमा फोटो खिच्ने भिडियो बनाउनेहरूको भिड र यहाँ फोटो खिच्नको लागि चाहिँ दिउँसोको समय चाहिँ लमजुङ र मनाङको बोर्डर मनाङको सबैभन्दा डरलाग्दो डरलाग्दो बाटो चाहिँ अब छेउमा गएर हेर्न पर्ने। यसमा चाहिँ रकलाई काटेर यो पारिपट्टि बाटो बनाइएको रहेछ। जुङमा गाडीहरू गुडिरहेछ। वास्तवमै धेरै ठुलो डाँडो छ। यो डरलाग्दो धेरै डरलाग्दो बाटो छ। यो चट्टानलाई काटेर बनाइएको छ यो बाटो। यो बाटो बनाउने कसलाई पुग्छ भिरमा पनि फुलिदिन्छु हातहरूले कसलाई पुग्छ भिरमा पनि फुलिदिन्छु। बाटोमा एउटा डरलाग्दो खोज छ। यो तपाईँ देख्न सक्नुहुन्छ। यो अत्यन्त डरलाग्दो एकदमै गहिरो टाइपको खोज छ। यो फोटो खिच्न पनि जान डर लाग्छ। मनाङ जिल्लाको चामे, यहाँबाट बिस्तारै मास्तिर चामे बजार। यो मनाङ जिल्लाको सदरमुकाम। चामेबाट मास्तिर लागेपछि अप्ठ्यारा बाटाहरू छिचाल्दै स्याउको बगान पुगिँदो रहेछ। स्याउको बगानपछि ओ माई गॉड, यो हिमाल चारैतिर हिमालै हिमाल देख्न सकिन्छ। धेरै मैंने छोड़े हैं बाकी सारे रास्ते, बस आया हूँ तेरे पास रे। मेरी आंखों में तेरा नाम है, पहचान ले। सब कुछ मेरे लिए तेरे बात है, 100 बातों की एक बात है। मैं न जाऊंगा कभी तुझे छोड़ के, ये जान ले। यो चाहिँ मनाङ जिल्लाको टिकुर पोखरी। यसको उचाइ 3060 मिटर 3060 मिटर हुँदो रहेछ। यो म होटलको दृश्य देखाइरहेको छु। हेर्नुहोस् त, होटलको भर्याङमा माथि जाँदाखेरि हिउँमा टेकेर जानुपर्ने हुँदो रहेछ। टेबलहरूमा पुरै हिउँ परिरहेछ। तिमीलाई देखेर हिमाल हाँसेको, तिम्रो गीत सुनेर मुनाल नाचेको, तिम्रो जोबनलाई
लगभग 3200 मिटरको उचाइमा रहेको यो ग्रिन लेक अप्पर पिसाङमा पर्दछ। यसमा पानीको रङ हरियो देखिन्छ र यसमा अन्नपूर्ण 2 को छाया मनमोहक देखिन्छ। बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयो। कृष्ण जी ने कहा था कि कर्मों पर विश्वास रखो और उन पर आस्था। मुश्किलें बहुत सारी होंगी पर जरूर निकलेगा रास्ता। सफर में धूप तो होगी, जो चल सको तो चलो, सभी हैं भीड़ में, तुम भी निकल सको तो चलो, किसी के वास्ते तुम्हें खुद से दूर किए आज पूरे 2 साल हो गए। मुझे लगा था कि मैं तुम्हें भूल सकता हूँ, पर ये मेरी भूल थी। मलाई सोध्छन् अब तपाईको सपना के छ दाइ? मलाई सोध्छन् अब तपाईको सपना के छ? म भन्छु विपना यति रमाइलो छ, सपना देख्नै मन लाग्दैन यार। विपना यति रमाइलो छ कि सपना देख्नै मन लाग्दैन। हस्, सम्पूर्णमा नमस्कार। तिलिचो यात्रा एक सुन्दर तर चुनौतीपूर्ण ट्रेक हो। साँच्चै तपाईहरू पनि तिलिचो यात्रा गर्न चाहनुहुन्छ भने निम्न कुराहरू ध्यान दिनुहोस्। मौसमको अध्ययन गर्नुहोस्। तपाईलाई चाहिने आवश्यक सामग्री तातो लुगा, उत्तम जुत्ता, रेनकोट, पन्जा, टोपी, सनग्लास, फर्स्ट एड किट आदि सामग्री बोक्न नभुल्नुहोस्। प्रशस्त पानी पिउनुहोस्। त्यसको लागि तातो पानीको बोतल बोक्नुहोस्। फोटो र भिडियोको लागि राम्रो क्यामेरा बोक्नुहोस्। साथीभाइको भर नपर्नुहोस्। सकेसम्म निजी सवारीमा जानुहोस्। सकेसम्म भाडाको र सार्वजनिक साधनको भर नपर्नुहोस्। बाइकमा यात्रा गर्ने हो भने बाइकमा सिङ्गल यात्रा गर्नुहोस्। 4-5 जनाको ग्रुप बनाउनुहोस्। 5 भन्दा माथि ग्रुप नबनाउनुहोस्। 6 जना हुने बित्तिकै 7 थरी कुरा हुन्छ, जसले गर्दा तपाईँको ट्रेक सोचे जस्तो रमाइलो नहुन सक्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, गोजीमा टन्न पैसा बोक्नुहोस्। हस्त, धन्यवाद। जय नेपाल।